र भूपेन्द्रको डिभोर्स होला त भूपेन्द्रको दाइले अब भूपेन्द्रलाई के गर्नुला त आउनुहोस् यसैमा केही कुराकानी गर्न छ त्यो भन्दा पहिला हजुरलाई भुन्टी सिरियल एकदमै मनपर्छ भने त्यसको लागि अवश्य पनि एक न सब्स्क्राइब गर्नुहुन्छ भन्ने आशा राख्दै आजको मेन विषयमा लागौ हो दर्शक भुन्टी र भूपेन्द्रको डिभोर्स अब हुँदैन किनकि भूपेन्द्रको दाइले डिभोर्स हुनै दिनुहुन्न किनकि भूपेन्द्रको दाइलाई थाहा छ कि भुन्टी जस्तो इमानदार र नेक मान्छे नेक केटी अरू कोही पनि आउँदैन भूपेन्द्रको जिन्दगीमा भुन्टी सर्वगुण श्रेष्ठ भएकी मान्छे हुन् त्यसैले भूपेन्द्रको दाइले कदापि यो हुन दिनुहुन्न कि भूपेन्द्र र भुन्टीको डिभोर्स हुने भूपेन्द्रको यो डिभोर्स हुने कुरा सुनेर दाइ एकदम रिसाउनु भएको छ अब भने भूपेन्द्रले डिभोर्स गर्छु भनेर चाहे पनि अब भूपेन्द्रको दाइले डिभोर्स हुन दिनुहुन्न जसरी भए नि भूपेन्द्र र भुन्टीको मिलन त भएरै छाड्छ किनकि भूपेन्द्रको दाइले जसरी भए नि डिभोर्स हुन त दिँदै दिनुहुन्न अझ भुन्टीको यस्तो अवस्था भएको थाहा पाउने हो भने त घरका सबै परिवारले नै भूपेन्द्रलाई डिभोर्स हुनबाट रोक्छन् अझ यस्तो कुरा थाहा पाउने हो भने कति खुसी होला नि त भूपेन्द्रको दाइ र बुवा यस्तो कुरा सुनेर कि भुन्टी गर्भवती भएको छिन् भनेर बिचरा भुन्टी पनि अहिले यस्तो तनाव लिइरहेकी छिन् पहिला त त्यस्तै भयो अहिले हाम्रो बच्चालाई एकदम राम्रो शिक्षा र आमा बुवाको र घर परिवारको माया दिएर राम्रो र असल ज्ञानी बच्चा बनाउनु पर्छ भनेर भुन्टीले सोचेको थिइन् तर अहिले भूपेन्द्रको यस्तो व्यवहार देख्दा भुन्टीको मनमा एकदमै गहिरो चोट परिरहेको छ र भुन्टीको डिभोर्स हुनु हुँदैन भने जतिले कमेन्टमा भुन्टी लेखेर नहुनुलाई भन्दै म यहाँ बिदा हुन्छु। हस् धन्यवाद।